जी यो विशेषतः अहिले 75 को सन्दर्भमा अहिले श्रम संस्कृति पार्टीले हैन हजुर लगभग हाम्रो 60वटा वडामै अहिले श्रमदान अभियानहरू चलिरहेको छ। भनेपछि सबै ठाउँमा चल्दैछ। सबै ठाउँमा चलिरहेको छ र आज 2 नम्बरको 2 नम्बर वडाको हिसाबमा हाम्रो अध्यक्षको नेतृत्वमा 2 नम्बरको अध्यक्षको नेतृत्वमा आज यहाँ मसिनो नानीहरूलाई चाहिँ विशेष गरी विद्यालय जाने नानीहरूको यो बाटो साह्रै हिँड्ने भएको हुँदा बाटो पनि धेरै अप्ठ्यारो रहेकोले हजुर आज यहाँ चाहिँ हाम्रो श्रमदान अभियान चलाउने भन्ने कुरो उहाँहरूको नेतृत्वमा भएको छ। हजुर सहभागी बन्न पाएको हजुर भन्न चाहन्छु। फेरि नगरपालिका वडा सरकारमा चाहिँ जुन भ्याकुहरू छ त्यो भ्याकु त्यो स्रोत साधनहरू चाहिँ यो विभिन्न क्षेत्रमा प्रयोग गरेको देखिँदैन। उहाँहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई विशेषतः स्थानीय सरकारलाई म के भन्न चाहन्छु भने यस्तै ठाउँहरूमा होइन अब अहिले त बर्खा पनि छ हजुर मसिनो नानीहरू अघि पनि भन्यो हिँड्नु पर्यो यो बाटो हजुर त्यतिखेर वृद्धाहरू हिँड्नु पर्यो होला। यो बाटो चाहिँ अत्यन्तै महत्त्वपूर्ण बाटो प्रायः धेरैजना चाहिँ यो बाटोमा आउने जाने गर्नु हुँदो रहेछ। धेरैजना विद्यार्थीहरू बुढापाकाहरू हिँड्नु हुँदो रहेछ। यस्तो ठाउँमा चाहिँ उहाँहरूले विशेष ध्यानपूर्वक अब यहाँ त एक्सकाभेटर त युज हुन्न होला हजुर हजुर तर स्थानीय तपाईँको चाहिँ नि जनताहरूलाई होइन आह्वान गरेर यसरी जनश्रमदान मार्फत भए पनि है उहाँहरूले स्रोत साधन जुटाइदिनु भयो भने जनता अहिले त छरिक हुन्छ। अहिले श्रम संस्कृतिले तपाईँको चाहिँ नि पाँचरमा मात्रै होइन नेपालभरि नै चाहिँ तपाईँको चाहिँ नि अहिले दार्चुलामा देख्नु सक्नुहुन्छ होइन। त्यो हिसाबको आह्वानले नै त्यो ठाउँमा पुल निर्माण हुन्छ भने पक्कै पनि यहाँको स्थानीयवासीहरूबाट यो बाटो गोरेटो बाटो त सम्भव हुन्थ्यो। हजुर म त्यसरी पनि भन्न चाहन्छु।